मतम। बन्धनको कारण पनि मन हो आमा, मुक्तिको कारण पनि मन हो। व्यक्ति मनकै कारणले फसिन्छ, व्यक्ति मनकै कारणले मुक्त हुन्छ। तसर्थ यो मनलाई जगतबाट हटाएर जगदीश्वरतर्फ लगायो भने आनन्द प्राप्ति हुन्छ। यो संसार स्वयं आफैमा खण्डित छ अनि पूर्ण आनन्द खण्डित संसारमा खोजेर कहाँ पाइन्छ? परिपूर्ण को छ त भन्दाखेरि पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते। परिपूर्ण भनेको केवल एउटा परमात्मा हो। अरू सब खण्डित हो, अरू सब नाशवान हो, अरू सब क्षणभङ्गुर हो। तसर्थ जबसम्म परिपूर्णताको तर्फ हामी लागिँदैन तबसम्म आनन्दको प्राप्ति हुन सक्दैन। बडा गहिरो दर्शन यहाँ बताउनु भएको छ। छुट्टै कपिलोपाख्यान, कपिल गीता 7 दिनको अवधि छुट्टै राखेर हामीले सुन्यौँ भने यहाँभित्र बताउन खोजेको दिव्य दर्शनका कुराहरू, दिव्य ज्ञानका चर्चाहरू हामीले समेट्न भ्याउँछौँ बल्ल। बडा गजबको प्रसङ्ग छ। प्रेमसँग भन्नुहोस् राधे राधे। श्याम सुन्दर भगवानको